यताउता गर्दा जङ्गल राम्रो आउँछ क्या। घाम्पु डाँडा त्यो त उ रहेछ कि घाम्पे डाँडा पनि थाहा पाइहाल्यो। अनन्त र मस्ती दसैँमा त्यहाँदेखि उता गएको त ऊ छैन भदेखि त अनन्त त सानो सिकुटी छन् बोक्नु सक्छ 40-50 किलो त छ। भिडियो राख्नु भएको
कति धेरै धेरै फरेछ हौ के छ सब्जी फार्म कहाँ टनेला ए यता भक्तपुर हो नि त यत्रो खर काठमाडौँको मान्छे कति रहेछन् बाहिरबाट आउँछ गोदावरीकै सिस्नो त्यो बच्चा लिएर सानो हिउँमा सुतेको है मान्छे यस्तै यस्तै हिउँमा लाउने लिएर के गर्छ क्या विदेशीहरू त बच्चा भयो भने चल्दै गएर घुममा सुत्यो आगोमा खाएको के ठाउँ गएर डरायो आयो होला अब त 10 गते हुन्छ अघि हेर्नु पनि भ्यायो बिर्सिहाल्यो तल राखिदिन्छ तल उता भयो नि त सुनिल सानो सानो यता फर्का त यहाँ यता हेर कहाँ हिँडेको तिमी यस्तो बाटो भइसक्यो अहिले यस्तो बाटो छ यो चोखुमा आउने बाटो केलासीबाट यति धेरै घाँस छ कि अहिले राम 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 यहाँ बस्तु पाल्यो भने नि बाफ्रे के हुन्छ यस्तो छ घाँस अहिले जङ्गल यति राम्रो राम्रो यो वनकुलो घाँस छ कि हेर्नु दे पहिला यो बाटो कस्तो राम्रो बाटो थियो अहिले त बाटो हिँड्नै रहेनछ हौ यो केलासीबाट चोखुम जाने त रात पर्यो ए पारी गाउँ पारी बर्ती पहल बिचमा चौतारी आमामा गाउँ त अहिले त के भयो उराट लाग्छ उराट बाटोहरू हेर्दा पनि गाउँ हेर्दा पनि सबै सहरिया भएर मानिसहरू गाउँ उजाड भयो गाउँ बाटै छैन अहिले हिँड्ने बाटो पुरानो त बाटै छैन अहिले कतै पनि पुरानो बाटै छैन हाम्रो श्रेया हिँडिरहेछ त्यहाँ चोखुम गाउँ पुरानो त बाटै छैन हो अहिले हेर्नु घाँस कति राम्रो घाँस छ कि यहाँ गाई भैँसी पाल्यो भने कति राम्रो छ कति राम्रो त्यत्तिकै खेर जान्छ यस्तो राम्रो घाँसहरू हो तर फोन नम्बर त फेरि अम्बा टिपेको दाइले अम्बा टिपे अहिले त भएन तल रेन्जमा 2 जना थियो बाँदरले बाक्लो गाउँमा त अहिले त सबै जङ्गल बाँदरलाई मात्र अहिले त सबै अब तल्लो घर हेऱ्यो त्यस्तै पल्लो घर हेऱ्यो त्यस्तै मान्छे भएको नभएको थिमी पनि एउटै दिन अनि त्यो उमा आज घरले बल गर्दै थियो यसपालिदेखि त छोड्यो माथि रैमा यहाँहरूको गर्दै थियो त्यो पनि छोड्यो रामकुमारले गर्दै छोड्यो यतातिर कमलले कान्छाको सबै बाँधै अहिले तलहरूको पनि सबै बाँझो हुन थाल्यो नि बाउ सबै बाँधो एकै गाह पनि लगाउँदैन सबै त्यत्रो खेती गर्नेहरूको राम राम
मान्छेहरू अहिले अनि कहाँबाट अनि खोज्नु त अनि गाउँमा खानेकुरा खोज्नु मासु खोज्नु कहाँबाट गाउँमा उब्जनी आफूले उब्जनी हामी सबै सहरतिर छौँ। Yes, sir. Yes, sir. होइन मैले दिदीलाई पनि फेरि ऊ भनेको नि उता पनि भन्नुपर्छ मलाई छिटो गरे नजिकिराख
मकै र बोडी अनि फर्सी छ रोपेको। हाम्रो नामलाई लिएर उठ्दै हुनुहुन्छ खन्दै। हजुर कति किलो छ यो? 4 किलो 4 किलो चाहिँ अलिक छैन है, अलिक कम छ 4 किलोमा। 3 किलोमा थियो होइन, 4 किलो कम, 4 किलो कम 3 किलो माथि। कति ग्रामको थियो? 3 किलो 3 किलो 600 ग्राम झन्डै 4 भन्नु। आगोमा बनाएको कति मिठो हुन्छ के भन्नु। आगोमा बनायो भने मिठो हुन्थ्यो। त्यो नागोमै त बनायो नि, पानीमा बनाएको होइन। पहिले पानीमा पछि मलाई नखिच क्या, मलाई पनि खिच्यो क्या अलिकति नखिच। कहाँ पठाउने हो भराइखेरि मलाई पनि देखि पठाउँछ। यता हेर। कतिको पिरो छ हो, महँगो चाहिँ महँगो। पिरो चाहिँ कतिको छ थाहा छैन। अब यसलाई अब अचार बनाएर पठाउनु पर्ने। अचारको लागि लिएको डल्ले खुर्सानी। तर घाम लागेको छैन, कसरी सुकाउने होला यसलाई? धोएर चाहिँ सुकाउनु पर्यो। आज त घाम लागेको छैन, पानी पर्ला जस्तो छ, पर्दै पनि छ अलिअलि। आज चाहिँ पानी पर्छ होला। कसरी सुकाउने हो डल्ले खुर्सानीलाई अनि अचार बनाउने? तर कस्तो लाइट नभए जस्तो अँध्यारो आउने कि रुमै यस्तो भइरह्यो। रुमै खत्तम छ, खत्तम। माउलीको घर आगो लाग्यो। उता गएकै छैन त, टाढोबाट भिडियो नजिक त गएकै घरमा चाहिँ कहाँ हेर्नु? टाढा हेर्नु। यति नै खोज्या, यति योभन्दा बढी खोज्या यति नै केही भित्र आएको जनता त केही पनि होइन। जहाँ अब भाग्यो त्यसलाई त्यहाँ जहाँ मुसाफिर घर चाहिँ कुन चाहिँ यो हो कि यो हो कि त्यो 300 रुपियाँको घर अब निभायो हो, उसले आफै निभाएर नि त्यो चल्ने गर्ने चल्ने।
गोदावरीकै सिस्नो सानो सानो यता फर्का त यहाँ यता हेर कहाँ हिँडेको तिमी यस्तो बाटो भइसक्यो अहिले यस्तो बाटो छ यो चोखुमा आउने बाटो केलासीबाट यति धेरै घाँस छ कि अहिले राम 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 यहाँ बस्तु पाल्यो भने नि बाफ्रे के हुन्छ यस्तो छ घाँस अहिले जङ्गल यति राम्रो यो वनकुलो घाँस छ कि हेर्नु दे पहिला यो बाटो कस्तो राम्रो बाटो थियो अहिले त बाटो हिँड्नै रहेनछ हौ यो केलासीबाट चोखुम जाने त रात पर्यो ए पारी गाउँ पारी बर्ती पहल बिचमा चौतारी आमामा गाउँ त अहिले त के भयो उराट लाग्छ उराट बाटोहरू हेर्दा पनि गाउँ हेर्दा पनि सबै सहरिया भएर मानिसहरू गाउँ उजाड भयो गाउँ बाटै छैन अहिले हिँड्ने बाटो पुरानो त बाटै छैन अहिले कतै पनि पुरानो बाटै छैन हामी श्रेया हिँडिरहेछ त्यहाँ चोखुम गाउँ पुरानो त बाटै छैन क्या अहिले हेर्नु घाँस कति राम्रो घाँस छ कि यहाँ गाई भैँसी पाल्यो भने कति राम्रो छ कति राम्रो त्यत्तिकै खेर जान्छ यस्तो राम्रो घाँस छ अरे यो टाढा बाक्लो गाउँमा त फोन नम्बर त फेरि हम्बा टिपेको दाइले हम्बा अहिले त भएन तल घुरेनमा 2 जना थियो बाँदरले अहिले त सबै जङ्गल बाँदरलाई मात्र अहिले त सबै अब तल्लो घरहरू त्यस्तै पल्लो घरहरू त्यस्तै मान्छे भएको नभएको खिलिने नि एउटै दिन अनि त्यो उमा आज घरहरूले बल गर्दै थियो यसपालिदेखि त छोड्यो माथि रहेमा यहाँहरूको गर्दै थियो त्यो पनि छोड्यो रामकुमारले गर्दै छोड्यो यतातिर कमलले कान्छ सबै बाँधै अहिले तलहरूको पनि सबै बाँझो हुन थाल्यो नि बाउ सबै बाँधो एकै गाह पनि लाउँदैन सबै बाँधो सबै त्यत्रो खेती गर्नेहरूको राम मान्छेहरू अहिले अनि कहाँबाट अनि खोज्नु त अनि गाउँमा खानेकुरा खोज्नु मासु खोज्नु कहाँबाट गाउँमा उब्जनी आफूले उब्जनी हामी सबै सहरतिर छौँ त्यो बच्चा लिएर सानो हिउँमा सुतेको है मान्छे यतै हिउँमा लाउने लिएर के गर्छ त्यो विदेशीहरू त बच्चा भयो भने चल्दै गएर घुममा सुत्यो आगोमा खाएको के काम गएर डर होइन हेर्नु अघि हेर्नु पनि बिर्सिहाल्यो
तल राखिदिन्छ तल उल्टाएको हो नि त सुनिल त सबै ढिलो हुँदैन तल Yes, sir. Yes, sir. कति किलो छ यो 4 किलो 4 किलो चाहिँ अलिक छैन है अलिक कम छ 4 किलोमा 3 किलोमा थियो होइन 4 किलो कम 4 किलो कम 3 किलो माथि कति ग्रामको थियो 3 किलो 3 किलो 600 ग्राम झन्डै 4 भन्नु आगोमा बनाएको कति मिठो हुन्छ के भन्नु बनाएर मिठो हुन्थ्यो त्यो नागोमै त बनायो नि पानीमा बनाएको होइन पहिले पानीमा पिसे मलाई नखिच क्या मलाई पनि खिच्यो क्या अलिकति नखिच कहाँ पठाउने हो भराइखेरि मलाई पनि देखि पठाउँछ काकालाई यता हेर कतिको पिरो छ हो महँगो चाहिँ महँगो पिरो चाहिँ कतिको छ थाहा छैन अब यसलाई
होला यसलाई अब अचार बनाएर पठाउनु पर्ने, अचारको लागि दिएको डल्ले खुर्सानी। तर घाम लागेको छैन, कसरी सुकाउने होला यसलाई धोएर चाहिँ सुकाउनु पर्यो। आज त घाम लागेको छैन, पानी पर्ला जस्तो छ, पर्दै पनि छ अलिअलि। आज चाहिँ पानी पर्छ होला, कसरी सुकाउने हो डल्ले खुर्सानीलाई अनि अचार बनाउने। तर कस्तो लाइट नभए जस्तो अँध्यारो आउने कि यो रुमै यस्तो भइरह्यो। सानो सानो यता फर्का त, यहाँ यता हेर। कहाँ हिँडेको तिमी? यस्तो बाटो भइसक्यो अहिले। अहिले यस्तो बाटो छ, यो चोखुमा आउने बाटो, केलासीबाट यति धेरै घाँस छ कि अहिले। राम राम राम, यहाँ बस्तु पाल्यो भने नि बाफ्रे के हुन्छ। यस्तो छ घाँस अहिले जङ्गल, यति राम्रो यो बनकुलो घाँस छ कि हेर्नु दे। पहिला यो बाटो कस्तो राम्रो बाटो थियो, अहिले त बाटो हिँड्नै रहेनछ हौ। यो केलासीबाट चोखुम जाने त रात पर्यो। ए पारी गाउँ, पारी बर्ती पहल बिचमा चौतारी। आमामा गाउँ त अहिले त के भयो, उराट लाग्छ उराट। बाटोहरू हेर्दा पनि, गाउँ हेर्दा पनि सबै सहरिया भएर मानिसहरू, गाउँ उजाड भयो गाउँ। बाटै छैन अहिले हिँड्ने बाटो, पुरानो बाटो त पुरानो त बाटै छैन अहिले कतै पनि, पुरानो बाटै छैन। हाम्रो श्रेया हिँडिरहेछ त्यहाँ चोखुम गाउँ, पुरानो त बाटै छैन क्या अहिले। हेर्नु घाँस कति राम्रो घाँस छ कि यहाँ। गाई भैँसी पाल्यो भने कति राम्रो छ, कति राम्रो, त्यत्तिकै खेर जान्छ। यस्तो राम्रो घाँसहरू हो तर। तिमीसँग नहुँदा साँचेको माया सबै सामु लुकाऊ कहाँ कहाँ, आफ्नै धडकनलाई छामी हेर। तर कस्तो लाइट नभए जस्तो अँध्यारो आउने कि यो रुमै यस्तो भइरह्यो। रुमै खत्तम छ, खत्तम। गर्नु होइन त कहाँ गएर पूजा गर्नुलाई? लाइन